तपाईहरुलाई हाम्रो पोडकास्टको 4th सिरिज नम्बर एन्ड नरेटिभ्सको 4th एपिसोडमा स्वागत छ। आज हामीसँग काठमाडौँ युनिभर्सिटीको फर्मर हेड अफ डिपार्टमेन्ट अफ नेचुरल साइन्स एन्ड अल्सो करेन्टली सिनियर फ्याकल्टी मेम्बर अफ डिपार्टमेन्ट अफ म्याथमेटिक्सबाट प्रोफेसर डाक्टर ज्योति उपाध्याय म्याम हुनुहुन्छ। नमस्कार। सर्वप्रथम म म्यामलाई धेरै धन्यवाद भन्न चाहन्छु आफ्नो टाइम निकालेर आउनु भएको लागि। मलाई धेरै खुसी लागेछ कि म अब आफ्नो एक्सपिरियन्स र मेरो एजुकेसनल जर्नी र म्याथमेटिक्समा मेरो जर्नी चाहिँ तपाईहरुसित शेयर गर्न पाएँ। त्यसको लागि म धेरै खुसी छु एन्ड आई एम भेरी थ्याङ्कफुल टु द स्टुडेन्ट्स अफ कम्प्युटेसनल म्याथमेटिक्स फर दिस अपर्च्युनिटी। हजुर म्याम, हाम्रो मोटिभ पनि त्यही हो कि अब हामीले तपाईहरुको लाइफ एक्सपिरियन्सबाट सिकेर मोटिभेटेड भएर हैन इन्स्पायर भएर कसैले केही गर्न सक्छ नि त पछि। सो आजको पोडकास्ट चाहिँ हामी तपाईको चाइल्डहुडबाट सुरु गर्नेछौँ। सो तपाईको चाइल्डहुड चाहिँ कस्तो थियो? मेरो चाइल्डहुड was a happy childhood. I had a very happy childhood, and we are 3 siblings. I am the eldest. Then I have one brother and one sister. And right from childhood, I was very much attracted towards mathematics. And I used to like my mathematics teachers, and especially those teachers who could simplify mathematical concepts and make it very interesting. They were my role models. And I used to always be busy doing mathematics homeworks and asking questions from my mathematics teachers. अनि मेरो घरमा पनि पढ्ने एकदम राम्रो एटमोस्फियर थियो। अनि मैले घरमा पनि स्कुलमा पढेको कुराहरू चाहिँ घरमा प्र्याक्टिस गर्ने अनि अरु सब्जेक्टहरू पनि पढ्ने चाहिँ मैले धेरै मौका पाएँ घरमा पढ्नलाई। अनि मेरो फादरले चाहिँ के भन्नुहुन्थ्यो भने तिमीहरूले चाहिँ कति कुरा म्याथमेटिक्सको नबुझेको चाहिँ आफै पढ, यो बुक हेर, बुकमा यो बुझाएको छ अनि यसलाई चाहिँ आफै सल्भ गर्न खोज भनेर चाहिँ मेरो फादरले सानोदेखि नै हामीलाई भन्नुहुन्थ्यो। सबै नलेज यो टेक्स्ट बुकमा छ, टेक्स्ट बुक खोल अनि राम्ररी आफै सल्भ गर भनेर मेरो फादरले सिकाएको भएर त्यो म्याथ्सको टेक्स्ट बुक चाहिँ बुझे पनि नबुझे पनि मैले चाहिँ यो एकदम त्यसलाई मार्क गर्ने, पेन्सिलले क्वेशन मार्क बनाउने, त्यो क्वेशन मार्कसित भरिएको चाहिँ टिचरलाई सोध्ने, साथीहरूलाई सोध्ने। त्यसरी चाहिँ मैले मेरो म्याथमेटिक्सको कन्सेप्टहरू चाहिँ सबै आफै नै सल्भ गरेको। मेरो कुनै ट्युटरहरू कहिले पनि मैले लाइफमा ट्युटरहरू राखिन, आफै नै त्यो म्याथमेटिक्सलाई सल्भ गर्ने, क्वेशन्स सोध्ने गरेँ। अनि त्यो बेला इन्टरनेट पनि थिएन। अहिले चाहिँ इन्टरनेटले चाहिँ हामीले म्याथमेटिक्सको कुनै कन्सेप्ट बुझ्या छैन भने युट्युबमा भिडियोहरू खोजेर हामी सिक्न सक्छौँ, तर त्यो जमानामा त्यस्तो थिएन। अनि यसले चाहिँ मेरो एकदम मेहनत गर्ने बानी लाग्यो, किनभने सबै टिचरले बुझाएको कुरा चाहिँ टिचर्सहरूले सिम्पल भाषामा चाहिँ म्याथमेटिक्स हामी स्कुलमा आउँदाखेरि सिकाउन सक्नु भएन। अनि त्यो म्याथमेटिक्स कन्सेप्टलाई चाहिँ आफै बुक पढेर बुझ्दाखेरि चाहिँ म चाहिँ एकदम मेहनत गर्ने मेरो बानी त्यो बेलाबाट लागेको हो। हजुर म्याम, अनि तपाईको हुर्काई बढाइ चाहिँ कुन ठाउँबाट भएको? मेरो फादर चाहिँ अल इन्डिया रेडियोमा नेपाली युनिटमा चाहिँ नेपालीको चाहिँ न्युज रिडर, अल इन्डिया रेडियो न्यू दिल्लीमा। अनि फादर चाहिँ अल इन्डिया रेडियो न्यू दिल्लीमा नेपालीको न्युज रिडर, नेपाली प्रोग्राम चलाउने भएको भएर मेरो पुरा पढाइ स्कुल युनिभर्सिटी सबै न्यू दिल्लीमा भयो। अनि पीएचडी चाहिँ मैले जर्मनीमा गरेँ। स्कुल चाहिँ मैले लेडी एर्विन स्कुल न्यू दिल्लीबाट पढेको। अनि अपार्ट फ्रम स्टडीज तपाईको अरु हबीजहरु चाहिँ के थियो? अब मेरो हबीज चाहिँ हाम्रो स्कुलमा चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटीहरू एकदम धेरै हुन्थ्यो दिल्लीको स्कुलमा। अनि हाम्रो एउटा म्युजिक क्लास हुन्थ्यो, त्यसमा म्युजिक टिचर आउनुहुन्थ्यो अनि हामीहरू गाना गाउँथ्यौँ अनि स्टेजमा पनि गीत गाइन्थ्यो। अनि एउटा डान्सको एलटीसी भन्ने हुन्थ्यो, लिटिल चिल्ड्रेन थिएटर, त्यसबाट हामी प्लेजहरू पनि गर्थ्यौँ स्कुलबाट नै। अनि त्यसरी चाहिँ मैले स्कुलमा चाहिँ एकदम डान्स र प्लेहरूमा चाहिँ पार्टिसिपेट गरेँ। अनि
युनिभर्सिटीमा चाहिँ म डान्स र प्लेमा लेडी श्रीराम कलेजमा चाहिँ डान्स र प्लेमा चाहिँ गरिनँ, तर म चाहिँ त्यहाँको कलेजको चाहिँ टेबल टेनिस टिममा चाहिँ मैले खेलेँ। भनेपछि म्याम तपाईँको चाहिँ स्कुलिङहरू अनि ब्याचलरसम्म मास्टरसम्म चाहिँ सबै इन्डियामा भयो? इन्डियामा, दिल्लीमा भयो। हजुर। अनि अब मैले चाहिँ अर्को फिमेलको कुरामा जोड्न खोजेँ होइन, किनभने तपाईँको स्टोरीमा चाहिँ जेन्डर ग्यापको कुराहरू पनि थियो नि त होइन। अनि जस्तै अब फिमेल्सहरूको चाहिँ ब्याचलर सकिने बित्तिकै बिहे गर्ने त्यस्तोहरू हुन्छ नि त। अनि अब त्यो कुराले चाहिँ तपाईँको पढ्ने कुरामा होइन एकाडेमिक फिल्डलाई चाहिँ कतिको असर पार्यो? त्यसले यस्तो छ, फ्यामिलीले चाहिँ भन्नुहुन्थ्यो यो छोरी अब अहिले होइन, पहिले छोरीलाई कति पढाएको, अब यो पढाएर यो टेक्स्ट बुकको नलेजले रियल लाइफमा कहाँ मद्दत गर्छ? रियल लाइफमा त खाना पकाउन जान्नुपर्छ, परिवारसित मिल्नुपर्छ। अनि मेरो पेरेन्ट्सलाई चाहिँ उहाँहरूले के भन्नुहुन्थ्यो भने एकदम इमेजिनेरी संसारमा बच्चाहरूलाई पढाएको छ, स्पेसली छोरीहरूलाई पढाएको छ, रियल लाइफभन्दा एकदम टाढा, किचनमा काम गरेर पनि आउँदैन, मान्छेहरूसित राम्ररी बोल्न पनि आउँदैन, खाली पढ्यो भनेर चाहिँ मेरो पेरेन्ट्सहरूलाई चाहिँ सोसाइटीले चाहिँ त्यस्तो भन्ने गरिन्थ्यो। अनि मेरो पेरेन्ट्सले चाहिँ होइन हाम्रो बच्चाहरू चाहिँ पढ्छन् जब गर्छन् भन्दाखेरि चाहिँ त्यो बेला चाहिँ ओहो एकदम के न झुट बोलेको जस्तो, रियालिटी भन्दा एकदम टाढा भएर इमेजिनेरी ल्यान्डमा हाम्रो फ्यामिली चाहिँ इमेजिनेरी ल्यान्डमा बसेको जस्तो सोसाइटीको थिङ्किङ हुन्थ्यो। अनि मैले पढ्दाखेरि पनि मलाई के हुन्थ्यो भने म चाहिँ आफ्नो इन्ट्रेस्टले पढ्थेँ, एकदम म स्कुलमा पनि एकदम मेरो 11-12मा एकदम राम्रो पर्फर्मेन्स थियो। लेडी श्रीराम कलेजमा त मैले टप गरेँ, तर मेरो माइन्डको पछाडि चाहिँ के हुन्थ्यो भने यो सबै चाहिँ मैले गर्दैछु, पछि त यो मलाई काम लाग्दैन, म त कुन अर्कै संसारमा जान्छु जहाँ चाहिँ मलाई बोल्न पनि आउँदैन, अरू सबै एक्सपर्ट बोल्ने एक्सपर्ट, खाना पकाउने एक्सपर्ट, म चाहिँ त्यो टेक्स्ट बुकको म्याथमेटिक्सको फर्मुला मात्रै सोध्यो भने त्यो फर्मुला मात्रै बोल्ने किसिमको मान्छे हुन्छु भन्ने किसिमको थियो क्या मलाई। सो म यस्तो लेभलमा आउँछु, प्रोफेसर बन्छु, स्टुडेन्टहरूलाई पढाउँछु, तयारी चाहिँ मैले गरेँ पढ्नलाई, तर मेरो माइन्डमा चाहिँ म अर्कै लाइफ हुन्छ भन्ने किसिमको साइकोलोजीबाट मैले पार गरेको। अनि अहिले चाहिँ म एकदम गडलाई चाहिँ एकदम थ्याङ्क गर्छु, म चाहिँ गडमा धेरै विश्वास गर्छु, म एकदम थ्याङ्क गर्छु कि मैले जुन ड्रिम लिएर पढेको थिएँ नि त्यो चाहिँ ड्रिम चाहिँ फुलफिल भयो, अनलाइक द एक्सपेक्टेसन्स अफ द सोसाइटी। जुन सोसाइटी दिल्लीमा पनि त्यस्तै हुन्छ, धेरै जसोको थिङ्किङ त्यस्तै हुन्छ, लड्कीहरू लोगको क्यों पढा रहे हो, they have to cook in the kitchen, they have to go mix with the society, they have to mix with the family भन्ने त्यस्तो थिङ्किङ लाई सुन्दै, त्यस्तो कुराहरू सुन्दै चाहिँ मैले पढेको। हजुर, अहिले पनि त्यो सोचाइ चाहिँ कतिको चेन्ज भएको छैन, किनभने अब अझै पनि ब्याचलर सकिने बित्तिकै बिहे गर्ने अनि त्यसपछि चाहिँ जे गर्नु छ त्यसपछि गर टाइप अफ अझै पनि त्यो मेन्टालिटी हटेको छैन नि त। त्यही पनि त्यो सबै अड्सहरू भएर पनि तपाईँले चाहिँ पिएचडी भ्याएर अनि कति धेरै रिसर्च आर्टिकल्सहरू पनि पब्लिस गर्नुभयो होइन। अनि तपाईँको बिए चाहिँ कतिखेर भयो? लाइक बिए चाहिँ यस्तो छ, अब मैले मास्टर्स गरेँ, अनि मास्टर्स गर्दाखेरि नै 12th पास गर्दाखेरि नै फ्यामिलीबाट चाहिँ अब हाम्रो त म्यारेज सिस्टम त फ्यामिलीबाट गर्ने हो नि, अनि फ्यामिलीले चाहिँ अब यसलाई कति पढाएको, पछि बिहा गर्ने बेलामा त अब मैले खुरुखुरु पढेँ। मैले मास्टर्स सिद्ध्याउँदा 22 इयर्सको थिएँ, तर त्यो बेला नेपालमा कसैले मास्टर्स गरेछ भने त्यो 28, 29, 30 इयर्सको हुन्थ्यो। अनि बिहा गरेपछि त यो त म त बुढी हुन्छु, मान्छेहरूले के भन्ठान्छन् भने 22 इयर्स भने पनि मान्छेहरूले के भन्छ यो त 30-32 को हो, अब यो त अहिले बिहा गर्छ अनि त्यसपछि बच्चा त कहिले हुने हो भनेर चाहिँ त्यो चाहिँ मेरो पेरेन्ट्सको चाहिँ दिमागमा चाहिँ त्यो एकदम ठुलो डर थियो। सो 22 इयर्समै बिहा गर्दाखेरि पनि उहाँहरूले चाहिँ अब यो त यसलाई त 30 इयर्सको भन्ठान्छन्, 32 इयर्सको भन्ठान्छन्, यसित त कोही पनि बिहा गर्दैन भन्ने थियो। तर के भयो भने अब मैले लेडी श्रीरामबाट मास्टर्स सिद्ध्याएँ, अनि यहाँ नेपाल आउँदाखेरि चाहिँ नेपालमा चाहिँ केयुले खोलिरहेको थियो म्याथ्सको टिचर्सहरू म्याथ्सको। सो मैले पनि जोइन गरेँ, अनि उहाँहरूले पनि खोजेको बेलामै मैले पनि जोइन गर्न पाएँ, अनि मैले 6 months
पढाएपछि अनि झन्डै 23 इयर्सको हुँदाखेरि मैले चाहिँ बिहा गरेको। भनेपछि तपाईले चाहिँ पहिला के जोइन गर्नुभयो अनि त्यसपछि चाहिँ हजुरको बिए भयो? हो, अनि म चाहिँ अब फर्स्ट अलिक ट्रेडिसनल माइन्डसेटको, तर अलिकति चाहिँ फ्यामिली चाहिँ ट्रेडिसनल माइन्डसेटको हो। म चाहिँ बिचको परेँ के, फ्यामिली चाहिँ ट्रेडिसनल माइन्डसेटको, तर मेरो भित्रबाट चाहिँ म केही गर्नुपर्छ म्याथमेटिक्समा, आफ्नो ड्रिम चाहिँ फलो गर्नुपर्छ भएको भएर दुइटैलाई मैले चाहिँ लाइफभरि दुइटैको चाहिँ बिचको मिडल पाथलाई फलो गरेँ मैले। हजुर, अनि तपाईले पीएचडी चाहिँ अलि टाइम पछि गर्नु? होइन, मैले केयु जोइन गरेँ अनि त्यसको केयु जोइन गरेको 6 months पछि चाहिँ मेरो बिहा भयो। अनि त्यसको केयु जोइन गरेको 4 years पछि त म जर्मनी गएँ पीएचडी गर्नलाई। तपाईं ड्याड फेलोशिपमा गएँ। मेरो नम्बरहरू राम्रो थियो अनि ड्याड फेलोशिपले चाहिँ वर्क एक्सपिरियन्स खोज्छ, सो ठ्याक्क त्यो ड्यू टु गड्स ग्रेस नम्बर पनि राम्रो थियो, मलाई इन्ट्रेस्ट पनि थियो। अनि मेरो पेरेन्ट्स, मेरो बच्चा पनि थियो, एउटा छोरी थियो त्यो बेला, अनि पेरेन्ट्सहरूले ओके हामी 1 वर्ष चाहिँ तपाईँको तिम्रो छोरी हेरिदिन्छौँ भनेर पेरेन्ट्सहरूले पनि छोरी त्यो बेला बिचको ग्यापमा हेरिदिनु भयो। पछि मैले छोरी फ्यामिली नै जर्मनी झिकाएँ अनि ड्यू टु गड्स ग्रेस त्यो पीएचडी पनि मेरो बाई 30 years मैले पीएचडी सिद्ध्याइसकेको थिएँ। सो अहिले चाहिँ आज मार्च, अब मैले भने एकदम राम्रो मौका भयो, आज मार्च 12 हो। मार्च 16 मा मैले मेरो पीएचडी डिफेन्स गरेको 2000 मा। सो अहिले चाहिँ सिल्भर जुबली भनौँ न, यो चाहिँ एक किसिमको सिल्भर जुबली जस्तै भयो पीएचडी को चाहिँ 25 years मार्च मन्थमा चाहिँ मेरो हुन्छ। हजुर, भनेपछि चाहिँ अब तपाईको लाइफमा चाहिँ फ्यामिलीको सपोर्टले चाहिँ ठुलो रोल खेल्यो हैन हजुरको यस्तो सक्सेसमा चाहिँ? हो सपोर्टले। अब जस्तै तपाईले चाहिँ कतिमा लेक्चररको रूपमा चाहिँ के जोइन गर्नु भएको थियो? हो, पहिला चाहिँ म कन्ट्र्याक्टमा थिएँ 1.5 वर्ष, अनि त्यसपछि चाहिँ म पर्मानेन्ट भएँ। अनि कन्ट्र्याक्ट केयु जोइन गरेको 4 years मा त म जर्मनी जान पाएँ। अनि केयुले मलाई लिभ दियो विदाउट पे, सो 4 years को लिभ दियो। अनि म 96 मा गएँ अनि 2000 मा चाहिँ म टाइमली जोइन गरेँ केयु पनि। पहिले चाहिँ हैन, अब पढ्दै जाँदाखेरि चाहिँ आफूले सुरुमा नै म टिचर नै बन्छु भनेर पढ्नु भएको थियो कि हजुरको लाइफको गोल भनेको चाहिँ? यस्तो थियो, हामी दिल्लीमा पढ्दाखेरि युनिभर्सिटीमा मास्टर्स ब्याचलर्स मास्टर्स गर्दाखेरि जो स्टुडेन्टहरूको कन्सेप्ट एकदम राम्रो हुन्थ्यो, टपर्सहरू जस्तो यहाँ पनि हुन्छ, टपर्सहरू कन्सेप्ट एकदम क्लियर भएको चाहिँ अगाडि बस्थे। अनि जसको अलि विक होइन, तर अब सेकेन्ड डिभिजन, अलि लोअर सेकेन्ड डिभिजन, फर्स्ट डिभिजन आउने चाहिँ पछाडि बस्थे। अनि दिल्ली युनिभर्सिटीमा पनि के भनिन्थ्यो भने यसको चाहिँ कन्सेप्ट एकदम राम्रो छ, यिनीहरू एकदम ब्राइट छन्, यिनीहरू चाहिँ युनिभर्सिटीमा पढाउँछन्, गएर प्रोफेसर बन्छन्। दिल्लीमा पनि त्यो भनिन्थ्यो। अनि पछाडि बस्ने थर्ड रोबाट बस्ने चाहिँ सिभिल सर्भिसेसमा बस्ने, लोकसेवाहरू दिने, इन्डियामा पनि यिनीहरू चाहिँ लोकसेवा दिन्छन्, यिनीहरू चाहिँ सिभिल सर्भिस एक्जाम दिन्छन्। अनि जुन अगाडि बस्छन् तिनीहरू चाहिँ, सो म चाहिँ पहिलादेखि नै एकदम थरोली पढेको भएर मेरो साथीहरूले पनि ब्याचलर्समा मास्टर्समा यसको चाहिँ कन्सेप्ट एकदम राम्रो छ, यो चाहिँ युनिभर्सिटी टिचिङ गर्छ, युनिभर्सिटीमा पढाउँछे, किनभने कन्सेप्ट राम्रो सबै क्लियर छ भने त स्टुडेन्टलाई राम्ररी बुझाउन सकिन्छ नि। सो दिल्ली युनिभर्सिटीमा पनि मेरो साथीहरूले ब्याचलर्समा र मास्टर्समा चाहिँ जुन अगाडि रोको छ तिनीहरू चाहिँ युनिभर्सिटी सर्भिसेस जोइन गर्छन्, अगाडि 2टा रोको, अनि त्यसपछिको रोको चाहिँ सिभिल सर्भिसमा जाने, स्कुलहरूमा पढाउने, बिएड गर्ने, त्यस्तो हुन्थ्यो। भनेपछि तपाईको टिचिङ जर्नी चाहिँ डाइरेक्ट युनिभर्सिटी लेभलबाट नै सुरु भयो? हो, युनिभर्सिटी लेभलबाट नै सुरु भयो। अनि इन्डियामा पनि त्यही भनिन्थ्यो, जो एकदम राम्रो कन्सेप्ट छ, दिल्ली युनिभर्सिटीले पनि त्यो टपरहरू ब्राइट स्टुडेन्ट्सहरूलाई ठ्याक्कै युनिभर्सिटी सर्भिसेसमा लिन्छ है, तर उनीहरूले चाहिँ फटाफट पीएचडी पनि गर्नुपर्छ, त्यो मास्टर्सले मात्रै पुग्दैन। सो अनि जुनको अलिकति फर्स्ट डिभिजन चाहिँ अलि लोअर फर्स्ट डिभिजन और हायर सेकेन्ड डिभिजन छ, तिनीहरू चाहिँ स्कुलहरूमा पढाउँछन्। अनि त्यसपछि चाहिँ सिभिल सर्भिसको इन्डियाको पनि टफ एक्जाम हुन्छ, जस्तो नेपालको पनि लोकसेवा हुन्छ, अनि लोकसेवा पास गरेर चाहिँ जान्छन्। अनि स्ट्याटिस्टिक्स र म्याथमेटिक्स पढेकोले चाहिँ
इन्डियामा चाहिँ लोकसेवा चाहिँ एकदम राम्ररी पास गर्ने हुन्थ्यो। पेपरहरू चाहिँ लोकसेवाको पेपरहरू चाहिँ म्याथमेटिक्स राम्रो भएकोले चाहिँ कतिवटा लोकसेवाको पेपर चाहिँ एकदम क्लियर गर्छ भन्ने छ इन्डियामा थिङ्किङ। नेपालमा पनि त्यस्तै छ। अनि लोकसेवामा चाहिँ सेलेक्ट हुन्छ भनेर पनि इन्डियामा चाहिँ ब्याचलर्स र मास्टर्स चाहिँ धेरैले म्याथ्स पढ्छ। अनि म्याम तपाईँको टिचरको जर्नीमा चाहिँ एकदमै च्यालेन्जिङ पार्ट चाहिँ के थियो? ओके, च्यालेन्जिङ पार्ट चाहिँ त्यो फर्स्ट 6 मन्थ्स चाहिँ जब मैले केयु जोइन गरेँ, त्यो स्टुडेन्ट लाइफबाट जब म प्रोफेसनल लाइफमा स्विच भएँ, त्यो स्विच चाहिँ एकदम च्यालेन्जिङ थियो। अनि त्यो 6 महिना त पहिला त म दिल्ली युनिभर्सिटीमा स्टुडेन्ट थिएँ, यहाँ आएँ। अनि त्यो अब साथीहरू कोलिगहरू हुनुहुन्थ्यो। एउटा त म इन्डियाबाट नेपाल आएँ पहिलो कुरा, अनि स्टुडेन्टबाट एकैचोटि लेक्चरर अन कन्ट्र्याक्ट भएँ। अनि त्यही 6 मन्थ्सभित्र चाहिँ मेरो बिहा पनि भयो। सो अब मलाई चाहिँ एकदम त्यो स्विच चाहिँ धेरै स्विच गर्नु पर्यो। एउटा चाहिँ म्यारिड लाइफको कुरा गर्नु पर्यो। अनि जस्तो हाम्रो मैले सानोदेखि नै सुनेको थिएँ कि खालि टेक्स्ट बुक नलेज मात्रै छ, पढ्नेलाई चाहिँ खालि टेक्स्ट बुक नलेज मात्रै हुन्छ, म्याथमेटिक्सको बुक चाहिँ राम्ररी जाने हुन्छ, तर रियल लाइफमा मान्छेहरूसित डिल गर्न जाने आउँदैन, किचनमा पकाउन जाने आउँदैन। त्यही किसिमको अलिअलि चाहिँ मलाई फिल भयो। तर मैले अहिले के सोच्छु भने त्यो मेरोमा डिफेक्ट होइन। मैले त्यो जुन साइकोलोजी मैले जुन सुनिराखेको थिएँ त्यो कुरालाई चाहिँ ओभरकम गर्नलाई चाहिँ मलाई लाग्यो 5-6 वर्ष नै लाग्यो। सो मेरो लाइफको चाहिँ सबभन्दा च्यालेन्जिङ फेज चाहिँ त्यही होला, बिहा गर्ने। अनि प्रोफेसनल लाइफको चाहिँ 1-2 वर्ष जब मेरो छोरी पनि जन्मी, अनि मैले केयुमा पनि अब यहाँ पनि नयाँ नै थिएँ, ब्रान्ड न्यू नै थिएँ। अनि कन्सेप्ट वाइज सब्जेक्ट वाइज चाहिँ मलाई केही प्रब्लम थिएन। स्टुडेन्टहरूले मलाई एकदम माया गरे सुरुदेखि नै। जब मैले जोइन गरेँ, ओ म्यामले चाहिँ कति राम्रो पढाउनुहुन्छ, हामीले त म्याथ्स एकदम पढ्न मन लाग्छ। त्यो स्टुडेन्टहरूको मायाले पनि मलाई चाहिँ एक किसिमको एनर्जी दियो कि ठिक छ, अब स्टुडेन्टहरूले माया गरेछ। अरू पार्टमा चाहिँ अब स्टुडेन्टहरूले माया गर्ने भनेको उहाँहरूलाई चाहिँ मैले राम्ररी मैले पढाएको कुरा चाहिँ उनीहरूलाई मन पर्यो। ओ म्यामले पढाएको कुरा त सबै बुझिन्छ भनेको भएर मलाई चाहिँ त्यसले एउटा ड्राइभ दियो, के फ्युल दिएर चाहिँ त्यो च्यालेन्जिङ फेसलाई कभर गर्ने त्यो दियो। भनेपछि तपाईँको मेन च्यालेन्ज चाहिँ जुन चाहिँ सोसाइटीले चाहिँ हाम्रो माइन्ड मेकअप गर्दा हुन्छ नि, पहिलेदेखि नै माइन्डमा डिफ्रेन्ट कुराहरू हालेर त्यसलाई चाहिँ ओभरकम गर्नलाई चाहिँ हो ओभरकम गर्ने, आफ्नो माथि चाहिँ कन्फिडेन्स होइन म गर्न सक्छु नि भन्ने त्यो कन्फिडेन्स चाहिँ त्यो स्टुडेन्टहरूले म्याम तपाईँ त कति राम्रो पढाउनुहुन्छ, म्याम सबै बुझिन्छ भनेको त्यसले पनि मलाई धेरै कन्फिडेन्समा सेल्फ कन्फिडेन्समा बुस्ट गर्यो। किनभने म त स्टुडेन्टहरूलाई पढाउन आएको, अब स्टुडेन्टहरूले नै मन पराइदियो, म्याथमेटिक्स मन पराइदियो भने त अरू कुरा चाहिँ म बिस्तारै ओभरकम गर्छु, सबै कुरा सिक्छु भन्ने आयो कन्फिडेन्स। हजुर, अनि तपाईँ स्टुडेन्ट्सहरूलाई चाहिँ के एडभाइस दिन चाहनुहुन्छ? अहिले कम्पिटिसनल म्याथमेटिक्स पढिरहेको स्टुडेन्ट अनि त्यो लगायत अरू स्टुडेन्ट्सहरू पनि छ जसले चाहिँ तपाईँलाई हेरिरहेको छ, उनीहरूलाई चाहिँ के एडभाइस दिन चाहनुहुन्छ? म के एडभाइस दिन्छु भने सबै कुरा पर्फेक्ट हुँदैन है। जस्तो हामी म्याथमेटिक्स गर्छौँ, कति कुरा बुझ्या हुँदैन, कति कुरा बुझेको हुन्छ। अब स्कुलमा टिचरहरूले उहाँहरूले सिकाउनुहुन्छ, डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्छ। जस्तो मेरो पनि थियो, कोही आउनुहुन्छ पढाउनुहुन्छ अनि फेरि अर्को स्कुलमा जानुहुन्छ या चेन्ज गर्नुहुन्छ। सो कति कन्सेप्ट चाहिँ हाम्रो क्लियर हुँदैन। सो हामीले चाहिँ के गर्नुपर्छ भने यो मैले बुझिनँ भनेर हामी चाहिँ इन्फिरियरिटी कम्प्लेक्सले ग्रसित हुनु हुँदैन। हामीले चाहिँ ओहो यो मलाई आउँदैन त के भयो, म युट्युब हेर्छु, इन्टरनेट हेर्छु, म आफूलाई अपडेट गर्छु। आफूलाई चाहिँ लाइफ लङ अपडेट गऱ्यो भने चाहिँ एज अ म्याथमेटिसियन हामी चाहिँ सक्सेसफुल हुन सक्छौँ। सो हामीले चाहिँ त्यो लाज मान्नु हुँदैन कि ओहो मलाई यो आएन, यसमा मेरै डिफेक्ट हो, त्यस्तो कसैको केही डिफेक्ट हुँदैन। हामी सिक्दै जानुपर्छ, आफूलाई अपडेट गर्दै जानुपर्छ। जस्तो अहिले नै मैले भने एकचोटि नराम्रो हुन्छ, अर्कोचोटि सिकेपछि अर्कोचोटि राम्रो हुन्छ। सो म्याथमेटिक्समा पनि त्यसरी चाहिँ अब एकचोटि मिलेन, ओके म अर्कोचोटि योभन्दा राम्रो गर्छु भन्ने। अब त अहिले इन्टरनेटको जमाना छ, इन्टरनेटबाट सिक्ने, आफूलाई अपडेट गर्ने, त्यसरी चाहिँ अपडेट गर्दै जानुपर्छ। हजुर, अनि तपाईँ चाहिँ नेचुरल साइन्सेसको हेड अफ डिपार्टमेन्ट नै हुनुभएको थियो होइन? त्यो जर्नीको बारेमा पनि अलिकति सुनाउनु न। ओके, त्यो हेड अफ द डिपार्टमेन्ट नेचुरल साइन्सको म भएँ। त्यो चाहिँ एकदम राम्रो मौका पाइयो। अनि त्यही बेला चाहिँ मैले एउटा प्रोजेक्ट, थर्ड पार्टी फन्डेड प्रोजेक्ट
केयुमै छ रिन्युएबल नेपाल, त्यसको पनि प्रोजेक्ट लिडर भएँ। सो हेड अफ द डिपार्टमेन्टले चाहिँ मलाई म्यानेजरियल पोस्टमा बसेर चाहिँ कसरी काम गरिन्छ, एज अ रिसर्चर एज अ टिचर त मैले काम गरेँ, तर एज अ म्यानेजर कसरी काम गरिन्छ भन्ने चाहिँ मैले चाहिँ त्यो हेड अफ द डिपार्टमेन्ट भएर सिकेँ। त्यो बेला नेचुरल साइन्स डिपार्टमेन्ट थियो, फिजिक्स, केमिस्ट्री, म्याथ्स, बायोलोजी, ह्युमन बायोलोजी पनि थियो, त्यो सबै कम्बाइन्ड भएको भएर 59 फ्याकल्टी मेम्बर्स हुनुहुन्थ्यो। उहाँहरूलाई मैले, मेरो काम चाहिँ के थियो भने मैले त्यो बेला एचओडी भएको बेलामा चाहिँ एकाडेमिक एक्टिभिटी र एक्जाम चाहिँ एकदम स्मुथली जानुपर्छ, त्यसमा चाहिँ डिस्टर्बेन्स हुनु हुँदैन भन्ने मेरो एम भएको भएर मैले त्यसमा काम गरेँ। म 3.5 इयर्स एचओडी भएँ। अनि मैले चाहिँ सकेसम्म चाहिँ डिपार्टमेन्टमा फ्रिक्सन नहोस्, फ्याकल्टी मेम्बर्समा फ्रिक्सन नहोस्, केयुको एकाडेमिक एक्टिभिटिजहरू डिस्टर्ब नहुन्, स्टुडेन्टहरू चाहिँ राइट फ्रेममा एकदम राइट माइन्डमा चाहिँ पढ्न पाउन्, त्यो चाहिँ मेरो एचओडी हुँदाखेरि चाहिँ त्यो चाहिँ मेरो एम भयो। हजुर, अनि तपाईँको चाहिँ मैले रिसर्च पब्लिकेसन्सहरू पनि हेरेको थिएँ होइन, अनि मैले टोटल नम्बर गर्दा 43 नम्बर्स चाहिँ देखेँ मैले, अझै बढी छ कि बढी नै छ हजुरको त्यो वेबसाइटमा चाहिँ मैले 43 वटा दिएको थिएँ। अनि कोभिड-19मा पनि तपाईँले कति धेरै रिसर्चहरू गर्नुभएको रहेछ, अनि त्यसको बारेमा पनि मलाई थाहा पाउन मन लाग्यो। तपाईँको मेजर इन्ट्रेस्ट भनेको चाहिँ रिसर्च फिल्डमा चाहिँ छ जस्तो लाग्यो मलाई चाहिँ। यस्तो छ, अब मैले जुन भने हामीले चाहिँ लाइफ लङ आफूलाई अपडेट गर्नुपर्छ म्याथमेटिक्समा एज अ म्याथमेटिसियन। सो त्यसको क्रममा चाहिँ एकचोटि केयुले चाहिँ रिन्युएबल नेपालको प्रोजेक्ट कल गरेको थियो, त्यसमा पनि मैले एउटा प्रोजेक्ट डिजाइन गरेर अप्लाई गरेँ। त्यसमा चाहिँ बायोग्यासले चाहिँ बायोग्यास युज गरेर चाहिँ तिनीहरूको कन्ज्युमर्सहरू रिन्युएबल एनर्जी युज गरेर चाहिँ कन्ज्युमर्सहरूको लाइफ कसरी चेन्ज हुन्छ त्यसको चाहिँ मैले डिटेल स्ट्याटिस्टिकल एनालिसिस गरेँ। अनि त्यो गर्दाखेरि चाहिँ त्यो 5 वर्षको प्रोजेक्ट थियो। 2 इयर्स चाहिँ कन्टिन्युअस थियो, बिचमा ब्रेक थियो। अनि त्यो बेला चाहिँ केयुको 30 स्टुडेन्टहरूलाई चाहिँ डेटाबेस तरिकाले चाहिँ एउटा प्रब्लमलाई कसरी सल्भ गरिन्छ, म्याथमेटिकली एउटा प्रब्लमलाई कसरी सल्भ गर्न सकिन्छ, त्यो चाहिँ क्लासरुम नलेजलाई चाहिँ नेपालको रुरल एरियामा गएर चाहिँ कसरी अप्लाई गर्ने, नेपालको रुरल एरियामा कसरी स्टडी गर्ने भन्ने चाहिँ मैले 30 स्टुडेन्ट्सहरूले पनि त्यो प्रोजेक्टमा काम गर्ने मौका पाएँ। हजुर, अनि तपाईँ चाहिँ भिजिटिङ फ्याकल्टीको रूपमा डिफ्रेन्ट कन्ट्रिजमा पनि हजुर हो त्यो चाहिँ कस्तो छ भने यो अब म डिफ्रेन्ट भिजिटिङ एउटा त म जर्मनीमै 4 वर्ष पिएचडी गर्न बसेँ। त्यहाँ 6 महिना चाहिँ मैले जर्मन सिकेँ, गोथे सेन्ट्रुममा गोथे इन्स्टिट्युटमा जर्मन सिकेँ, किनभने जर्मनीमा चाहिँ जर्मन बोल्न चाहिँ एकदम जरुरी हुन्छ। सो म चाहिँ एकदम राम्रो जर्मन बोल्छु। अनि त्यहाँ चाहिँ जर्मन प्रोफेसर्सहरूको क्लासमा पनि मैले क्लास एटेन्ड गरेँ अनि पिएचडी गरेँ। अनि जर्मनीमा पिएचडी गरेको चाहिँ एकदम राम्रो, मलाई चाहिँ एकदम राम्रो भयो, किनभने त्यो जर्मनीमा चाहिँ इन्डियामा पनि एकदम राम्रो छ, नेपालमा पनि एकदम राम्रो छ, तर जर्मनी चाहिँ कस्तो राम्रो छ भने जर्मनी चाहिँ डेभलप्ड कन्ट्री भएको भएर त्यो बेला चाहिँ प्री इन्टरनेट एरामा, त्यहाँ त इन्टरनेट त्यो बेला थिएन। अहिले चाहिँ नेपालमा पनि हामी एकदम हाई क्वालिटी रिसर्च गर्न सक्छौँ थ्याङ्क्स टु इन्टरनेट। हामीले गुगल स्कलर चलाउन सक्छौँ। गुगल स्कलरमा कति वेबसाइट्सहरू छ, लिट्रेचरहरू, आर्टिकल्सहरू हामी इन्टरनेटबाट नै पढ्न सक्छौँ। तर त्यो बेलामा जब म प्री इन्टरनेट एरामा जर्मनीमा पिएचडी गर्न गएँ, त्यहाँको लाइब्रेरी एकदम राम्रो थियो। अनि त्यो लाइब्रेरीबाट चाहिँ अर्को लाइब्रेरीको किताबहरू पनि बोरो गर्न मिल्थ्यो। सो त्यसैले चाहिँ जर्मनीले चाहिँ मलाई रिसर्चपट्टि प्रोत्साहित गर्यो। अनि म चाहिँ आफूलाई एज अ म्याथमेटिसियन म आफूलाई पर्फेक्ट मान्दिनँ, तर म चाहिँ आफूलाई एकदम, म अहिले पनि म्याथमेटिक्सको स्टुडेन्ट हो, जस्तो तपाईँहरू म्याथमेटिक्सको स्टुडेन्ट हो, म पनि म्याथमेटिक्सको स्टुडेन्ट हो। म अहिले पनि अरू म्याथमेटिकल कन्सेप्ट्सहरू सिक्छु। म मरुन्जेल म्याथमेटिक्सको स्टुडेन्ट हुन्छु। अनि त्यसलाई चाहिँ रिसर्चमा चाहिँ त्यो म्याथमेटिक्सको स्टुडेन्ट भएर म्याथ्समालाई चाहिँ रिसर्चमा अप्लाई गर्ने मौका चाहिँ मैले यो रिसर्च पेपर्सहरूबाट पाएँ। अनि त्यो
त्यो चाहिँ मैले फरेन कन्ट्रीमा गएर चाहिँ त्यो मेरो रिसर्च एक्सपिरियन्स चाहिँ सेयर गर्छु। मैले चाइनामा गएर सेयर गरेँ। यस्तै इन्टरभ्यूहरू मैले चाइनामा पनि दिएँ, यस्तो जस्तो तपाईँले अहिले लिएको जस्तो चाइनामा पनि दिएँ, अनि मैले अरू देशमा पनि दिएँ, अनि अरू देशमा पनि राम्रो फिडब्याक पाएँ। अनि उहाँहरूले पनि आफ्नो आइडियाहरू सेयर गर्दाखेरि एकदम राम्रो किसिमको एक्सचेन्ज अफ आइडियाज भयो यो विदेशहरू मैले घुम्दाखेरि। Ma'am, if there was anything that you could change about teaching, what would that be? Change about teaching, अब टिचिङ प्रोसेस जुन हाम्रो नेपालमा छ हैन। अब हामी चाहिँ कस्तो छ भने वी आर इन डेभलपिङ कन्ट्री, रिसोर्सेसहरू एकदम कम छ है। अनि कम रिसोर्सेसमा चाहिँ टिचर्सहरू पनि अब जति उहाँहरूले कहाँ जे पढ्नु भएको छ त्यही अनुसार उहाँहरूले चाहिँ एकदम आफूलाई त्यही अनुसार उहाँहरूले पढाउनुहुन्छ, स्कुलहरूमा पढाउनुहुन्छ। अनि हामीहरू जुन म्याथमेटिक्स पढ्छौँ कुनै पर्फेक्ट सिनारियोमा हामी पढ्दैनौँ। हामी अब घरमा पनि त्यस्तो हेल्प गर्ने कोही हुँदैन। हामी जो म्याथमेटिक्सलाई लभ गर्छौँ त्यो हाम्रो म्याथमेटिक्सको लभ चाहिँ धेरै जसो आफै भित्रबाट आएको हुन्छ। कुनै एटमोस्फियरबाट चाहिँ हामी चाहिँ एकदम पर्सिभेरेन्स गरेर चाहिँ हामीले चाहिँ म्याथमेटिक्स सिकेको हुन्छौँ। धेरैजनाले नेपालमा पनि कोही एकदम म्याथमेटिक्समा एकदम राम्रो नम्बर ल्याउँछ भने ऊ चाहिँ एकदम मेहनती छ। टिचर्सहरूसित ऊ आफ्नो सेलबाट बाहिर निस्केर टिचर्सहरूसित इन्टरेक्ट गर्छ, त्यो सिक्छ। सो हामीले चाहिँ मैले के भन्न सक्छु भने when I was a student we did not have internet, we were not in that golden era, so we had to struggle with very limited educational resources। जस्तो लेखेको छ बुकमा राम्रो बुझ्ने गरी लेखेको छ भने ठीक छ, टिचर्सले बुझ्ने गरी पढाउनुहुन्छ भने ठीक छ, टिचर्सले बुझ्ने नगरी पढाउनुहुन्छ भने पनि उहाँहरूले सिकेको कुराबाट चाहिँ हामी बुझ्न खोज्थ्यौँ। अहिले चाहिँ एकदम इन्टरनेटको एरा छ। हामीले चाहिँ क्लासमा नबुझे पनि हामीले इन्टरनेटमा भिडियोहरूमा कतिमा सिकाएको हुन्छ। सो हामीले चाहिँ सिक्नलाई चाहिँ हार्नु हुँदैन। वी हेभ टु अपग्रेड। जस्तो अब इन्टरनेटमा अरू साइटहरू पनि छ, भुल्ने साइटहरू छ, रिल्सहरू छ, त्यस्तोमा नगएर चाहिँ हामी चाहिँ म्याथमेटिक्स नै पढ्छु, त्यहाँबाट सिक्छु, मैले जति सिकेँ त्यसलाई अपडेट गर्छु भने चाहिँ यु अल आर भेरी लकी। हामी चाहिँ नेपालमा बसे पनि हामीले तपाईहरुले के सोच्नुपर्छ भने म नेपालमा बसे पनि अमेरिकामा जुन 4th इयरमा पढ्छ नि युएसमा उले जानेको जति नै मैले जानेको छु। आई हेभ एक्सेस टु इन्टरनेटबाट उले जुन एजुकेसन रिसोर्स एक्सेस गर्छ मैले पनि एक्सेस गर्न जानेको छु। ओपन एक्सेस सफ्टवेयरहरु छ, उले आर र पाइथन चलाउँछ भने मैले पनि जानेको छु। म स्टुडेन्ट हुँदाखेरि यस्तो थिएन, किनभने डेभलप्ड कन्ट्रीसित धेरै रिसोर्स हुन्थ्यो, डेभलपिङ कन्ट्रीसित एकदम थोरै रिसोर्स हुन्थ्यो। सो हाम्रो बिचमा एकदम डिवाइड थियो के, जियोग्राफिकल डिवाइड। डेभलपिङ कन्ट्री र डेभलप्ड कन्ट्रीको बिचमा डिवाइड थियो। अहिले त्यो डिवाइड छैन। इन्टरनेटले एआईले चाहिँ इन्टरनेट एन्ड एआई आर ग्रेटेस्ट इक्वलाइजर्स। उनीहरूले इक्वलाइज गरिदिन्छ, डेभलपिङ कन्ट्री र डेभलप्ड कन्ट्रीलाई इक्वलाइज गरिदिन्छ। सो तपाईहरु हामीहरु चाहिँ अहिले म पनि यो एरामा चाहिँ हामीहरुले चाहिँ आफ्नो क्वालिटी रिसर्चको क्वालिटी चाहिँ हामीले एकदम हाई क्वालिटी रिसर्च नेपालमै बसेर वर्ल्ड क्लास रिसर्च हामीले गर्न सक्छौं। अनि तपाईहरुले पनि गर्न सक्नुहुन्छ। जस्तो स्टुडेन्टले पनि ओहो उहाँ म्याम त अब हामी पहिला हुँदाखेरि चाहिँ म्याम त कति जानेको हुनुहुन्छ, हामी त इन्टरनेटहरु त थिएन। ओ म्यामको सिक्नलाई म्यामले 30 वर्ष लगाएर त्यो सिक्नु भयो भने हामीलाई पनि 30 वर्ष लाग्छ भन्ने अब छैन। हामी डिलिजेन्ट छौं, हामीहरु हार्ड वर्किङ छौं भने तपाईहरुले स्टुडेन्टहरुले पनि नयाँ आउटपुट रेभोल्युसनरी आउटपुटहरु निकाल्न सक्छन्। जस्तो यङ छ नि मल्टिमिलियनर्सहरु कति भर्खरकोले सफ्टवेयरहरु एपहरु निकालेको छ नि हैन, त्यस्तो चाहिँ हामी नेपालमा बसेर पनि त्यस्तो कुरा चाहिँ हामी एचिभ गर्न सक्छौं भन्ने थ्यांक्स टु इन्टरनेट एन्ड एआई वी क्यान डु दिस। तर त्यो प्री इन्टरनेट एरामा हामी स्टुडेन्ट भएको बेलामा त्यस्तो थिएन। एउटा ठूलो डिवाइड थियो डेभलपिङ कन्ट्री र डेभलप्ड कन्ट्रीको बीचमा। त्यो मानसिकतामा पनि डिवाइड थियो, एक किसिमको इन्फिरियोरिटी कम्प्लेक्स जस्तो। जर्मनी जाँदाखेरि मैले के भन्ठान्थे भने ओहो जर्मन स्टुडेन्ट चाहिँ म भन्दा बढी जान्दछ भनेर एक किसिमको हामीले त्यस्तो सोच्थ्यौं।
तर त्यस्तो हुँदो रहेछ। जर्मन स्टुडेन्ट भन्दा जर्मनीमा पिएचडी गर्ने भन्दा मैले बढी जानेको रहेछु के। तर हामी चाहिँ आफूलाई चाहिँ एक किसिमको हो मैले त कम जानेको होला, यिनीहरू त डेभलप्ड कन्ट्रीमा यत्रो लाइब्रेरी यिनीहरूको कति धेरै छ, यिनीहरूले धेरै जान्छन् भन्ने मेरो जुन थिङ्किङ थियो त्यो रङ रहेछ। सो अहिले त झन् इन्टरनेट छ, गुगल, जिमेल, उनीहरूले पनि जिमेल चलाउँछन्, हामीले पनि जिमेल चलाउँछौँ, ओपन एक्सेस सफ्टवेयरहरू आर र पाइथन छ। सो तिमीहरूले के सोच्नुपर्छ भने नयाँ जेनेरेसनले, म्याथमेटिसियन्सले स्पेसली रिसोर्सको कमी भएर चाहिँ मेरो काममा चाहिँ लो क्वालिटी छ भन्ने चाहिँ अहिलेको जेनेरेसनले सोच्नु पर्दैन। त्यो बेला पनि लिमिटेड बुक्सहरूमा पनि हार्ड वर्किङ स्टुडेन्टहरूले त्यो लिमिटेड बुक्सबाट पनि सबै ज्ञान नलेज लिन्थे क्या त्यो बेला पनि। अहिले त झन् इन्टरनेट छ, युट्युब छ, अहिले त तपाईँहरू चाहिँ स्टुडेन्ट चाहिँ तपाईँहरूकै काउन्टर पार्टसित चाहिँ अलिक कम छ भन्ने चाहिँ छैन। तर एउटा फरक छ, त्यो मैले भन्छु। जर्मनीमा मैले के देखेँ भने केयुको एउटा ब्राइट स्टुडेन्ट मैले केयुमा पढाएँ, 11 पहिला केयुको आइएससी पनि थियो, त्यहाँ पढाउँदाखेरि चाहिँ ब्राइट स्टुडेन्टलाई इन्टिग्रल दियो भने उसले सबै इन्टिग्रेसन, जति गाह्रो इन्टिग्रेसन दिए पनि उसले खुरु इन्टिग्रेसन गर्थ्यो। त्यो जर्मनीको डेभलप कन्ट्रीको स्टुडेन्टले गर्न सक्दैन। तर उसले के गर्न सक्छ भने उसलाई एउटा इन्टिग्रल दिएछ, यो सल्भ गर भन्यो भने उसले के गर्छ, यो त मलाई आउँदैन, ल उसले के गर्छ, बुक खोल्छ, बुकको एउटा सल्भ एक्जाम्पल हेर्छ, उसलाई कपी गरेर उसले त्यो इन्टिग्रल सल्भ गर्छ। सो उसमा र हाम्रो स्टुडेन्टमा के फरक छ भने त्यो उसले चाहिँ इन्डिपेन्डेन्टली कुनै काम गर्नु पर्यो, खोजेर सल्भ गर्नु पर्यो भने चाहिँ त्यहाँकोले चाहिँ त्यो सल्भ गर्न सक्छ। हाम्रोले चाहिँ त्यो जुन आफैले इन्डिपेन्डेन्ट रिसर्च गर्ने, इन्फर्मेसन खोज्ने, त्यहाँबाट चाहिँ यो म गर्छु यसरी गर्ने चाहिँ त्यो हाम्रोतिर चाहिँ अलिकति कमी छ। तर नलेजको कमी छैन। ब्राइट स्टुडेन्टले जुन खुरु इन्टरनेट इन्टिग्रेसन सल्भ गर्छ, डिफरेन्सियल इक्वेसन सल्भ गर्छन् नेपालमा, त्यो एकदम राम्रो छ। तर आफू इन्डिपेन्डेन्टली सोचेर रिसोर्स हेरेर यो बुकमा यसरी गरेछ, म्यामले त सिकाउनु भएको छैन, म आफै यो कपी गरेर गर्छु भन्ने चाहिँ त्यो चाहिँ स्टुडेन्टहरूले त्यो थिङ्किङलाई डेभलप गर्नुपर्छ। अनि त्यो म क्लासमा पनि स्टुडेन्टहरूलाई सिकाउँछु, त्यो कुरा सिकाउँछु, प्रमोट गर्छु। आफ्नोमा विश्वास गर्ने, अनि नआए पनि यहाँबाट यसले यस्तो गरेछ म पनि यसरी नै गर्छु भनेर चाहिँ आफ्नोमा कन्फिडेन्स भएर, रङ गयो त के भयो, कुन आकाश खस्दैन, अर्थक्वेक आउँदैन, केही हुँदैन, कपीमा रङ हुन्छ, फेरि अर्कोचोटि गर्छु म भन्ने जुन त्यो किसिमको कन्फिडेन्स चाहिँ स्टुडेन्टहरूले डेभलप गर्नुपर्छ। म्याथमेटिक्सको स्टुडेन्टहरूले डेभलप, रङ भएर केही हुँदैन, अब म फेरि अर्कोचोटि गर्छु, अर्कोचोटि राम्रो भइहाल्छ नि, यो पहिलोचोटि पो मिस्टेक भयो, अर्कोचोटि राम्रो हुन्छ भनेर चाहिँ त्यसरी म्याथमेटिक्स पढ्नुपर्छ। हजुर म्याम, अनि तपाईँको यति जर्नी छ नि, यो लङ जर्नी, यो लङ जर्नीबाट चाहिँ तपाईँले पछाडि फर्केर हेर्दाखेरि चाहिँ मैले यो कुरा चाहिँ डिफ्रेन्ट गरेको भए हुन्थ्यो कि जस्तो लाग्ने त्यही कुरा? त्यस्तो केही छैन। मैले चाहिँ अब मैले मेरो लेभलबाट एकदम बेस्ट गरेँ आफ्नो तर्फबाट, एज अ टिचर पनि एकदम सिन्सियरली मैले पढाएँ यो पुरा वर्ष। अनि त्यही अनुसार स्टुडेन्टहरूले पनि ओहो म्यामले कस्तो पढाउनुहुन्छ सबै बुझिन्छ भने स्टुडेन्टहरूले पनि। अनि मैले केही आफूलाई अपडेट पनि गरिराखेँ, अहिले पनि अपडेट गरिराख्छु। त्यस्तो कुनै पार्ट चाहिँ लाइफको कुनै पार्ट पनि रिभिजिट गर्ने भन्ने चाहिँ मेरोमा छैन। हजुर, अनि एउटा चाहिँ फन टाइप अफ क्वेसन, त्यो चाहिँ तपाईँले आफ्नो यङ्गर सेल्फलाई चाहिँ भेट्न पाउनु भएको भए चाहिँ के भन्नुहुन्थ्यो होला अहिले? भेट्न के, म आफूलाई के भन्थेँ भने यति सिरियसली चाहिँ आफूलाई चाहिँ ओहो मलाई आएन भनेर चाहिँ आफूलाई चाहिँ आफैले कम्प्लेन, आफैले गाली गर्नु हुँदैन, आफूलाई फर्गिभ गर्नुपर्छ। आएन त के भयो, अर्कोचोटि आउँछ, अहिले मैले रङ भयो त के भयो, अर्कोचोटि म राम्रो गर्छु। मैले आफ्नो यङ्गर सेल्फ भावे चाहिँ मैले चाहिँ आफ्नो प्रति चाहिँ अलिक बढी लिबरल हुन्थेँ। मिस्टेक भयो भने के भयो त अब म अर्कोचोटि गर्छु नि, त्यो भावे चाहिँ झन् अहिले जस्तो भयो, त्योभन्दा पनि अहिले मैले आफूलाई चाहिँ आफ्नो प्रति अलिक रिल्याक्स भएको भए झन् राम्रो हुन्थ्यो जस्तो लाग्छ। आफूलाई कम्प्लेन, आफूलाई गाली नगर्ने क्या, आफूले नै आफूलाई गाली नगर्ने, आफ्नमा सेल्फ कन्फिडेन्स र इन्करेजमेन्ट, सेल्फ कन्फिडेन्स, आफूलाई फर्गिभ गर्ने। ओके यो रङ भयो त के भयो, अर्कोचोटि राम्रो हुन्छ
हैन अर्कोचोटि यो मिस्टेक म गर्दिनँ अर्कोचोटि अर्को मिस्टेक हुन सक्छ अब यो मिस्टेक म रिपिट गर्दिनँ मैले सिकेँ नि हैन भनेर चाहिँ आफूलाई फर्गिभ गर्ने लाइफमा पनि गर्ने म्याथमेटिक्समा पनि गर्ने जुन प्रोफेसनमा पनि अरु सब्जेक्टमा पनि जबमा पनि त्यसरी जानुपर्छ हजुर अनि तपाईको हुन त अझै टाइम पनि छ तर तपाईले रिटायरमेन्ट पछि चाहिँ के गर्छु भनेर त्यस्तो रिटायरमेन्ट पछि मेरो स्पेसिफिक प्लान छैन तर मैले भने नि म अब स्टुडेन्ट अफ म्याथमेटिक्स त भइराख्छु छु स्टुडेन्ट अफ म्याथमेटिक्स भएपछि म अरु पनि म्याथमेटिक्स सम्बन्धी रिसर्चहरु गर्ने अब कहीं पढाउने मौका पायो म्याथमेटिक्सकल फिल्डमा चाहिँ एक्टिभ हुन खोज्छु म्याथमेटिक्सको फिल्डमा म रिटायरमेन्ट पछि पनि एक्टिभ हुन खोज्छु तर मेरो स्पेसिफिक प्लान चाहिँ केही छैन रिसर्च र टिचिङमा चाहिँ एक्टिभ हुन खोज्छु अब चाहिँ हामी यो पोडकास्टको एन्डमा आइसकेको छौं हैन अघि मैले म्यामको हबिज सोध्दाखेरि चाहिँ म्यामले स्कुलमा हुँदाखेरि चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा सिंगिङ डान्सिङमा चाहिँ इन्ट्रेस्ट भएको भन्नुभएको थियो तपाईँ कुनै एउटा 2-3 लाइन गीत गाउन सक्नुहुन्छ 2-3 लाइन गीत गीत कविता आफूलाई मनपर्ने छोटो भए पनि अहिले त मलाई कुनै त्यस्तो याद छैन ओके एउटा हामी स्कुलमा गाउँथ्यौं एक गीत त्यो एकदम राम्रो छ त्यो मलाई एकदम राम्रो लाग्छ म त्यो गाउँथ्यो इंग्लिशमा पनि छ हिन्दीमा पनि छ दुईटै गाउँछु है इंग्लिशमा वी शैल ओभरकम we shall overcome one day oh deep in my heart I do believe that we shall overcome one day अब हिन्दीमा गाउँ हामी स्कुलमा गाउँथ्यौं हम होंगे कामयाब हम होंगे कामयाब हम होंगे कामयाब एक दिन हो मन में है विश्वास पूरा है विश्वास हम होंगे कामयाब एक दिन होगी शांति चारों ओर होगी शांति चारों ओर होगी शांति चारों ओर एक दिन हो मन में है विश्वास पूरा है विश्वास होगी शांति चारों ओर एक दिन मैले यो सुनेको पनि थिएँ पहिला मैले पनि स्कुलमै सुनेको थिएँ एकदमै फेमस पनि छ अनि इन्करेजिङ छ यो मलाई एकदम राम्रो लाग्छ यो थ्यांक यू म्याम तपाईले आफ्नो बिजी शेड्युलबाट हामीलाई टाइम निकाल्नु भयो अनि आजको पोडकास्ट चाहिँ एकदमै इन्करेजिङ अनि हुन्छ नि स्टुडेन्टलाई पनि मोटिभेट गर्ने टाइप अफ भयो किनभने तपाईले भन्नुभयो नि जुन चाहिँ आफूमा कन्फिडेन्स हुनुपर्छ आफूलाई गाली गर्ने हैन त्यस्तो इन्करेजिङ कुराहरू जुन चाहिँ स्टुडेन्ट्सहरुलाई प्राय चाहिरहेको हुन्छ यस्तो कुराहरू चाहिँ हामी यहाँबाट थाहा पायौं अनि तपाईको एक्सपिरियन्सले पनि हामीले धेरैलाई चाहिँ मोटिभेट गर्नेछ अनि ओभरअल तपाईलाई नै म थ्यांक यू भन्न चाहन्छु हजुरको टाइमको लागि म पनि थ्यांक यू म पनि यो यसरी स्टुडेन्ट कम्युनिटीमा चाहिँ मेरो एक्सपिरियन्स शेयर गर्ने मौका पाएँ त्यसको लागि चाहिँ यो टिमलाई चाहिँ म पनि थ्यांक यू ज्ञापन गर्दछु